नमस्कार साथीहरू, आज म तपाईँहरूको माझमा एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोको टपिक छ नयाँ सरकार बनेपछि कसरी नेप्से त धमाधम घटिरहेको छ। नेप्से क्रास आफ्टर जेएनजी बारेन गभर्मेन्ट। दर्शकबिन, जेएनजी सरकार बारेन सरकार बनेपछि नेप्से लगातार घटिरहेको छ र धन्य धन्य 260 पोइन्टको आसपासमा नेप्से घटिसकेको छ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। र यो भिडियोभित्र के छ तपाईँहरूको लागि म बताउन गइरहेको छु। नेप्से किन घटिरहेको छ यो बारेमा हामी चर्चा गर्नेछौँ। नयाँ सरकारले नेप्सेलाई कस्तो असर पारिरहेको छ त्यो बारेमा पनि हामी चर्चा गर्नेछौँ। अर्को भनेको फ्याक्ट चेक, यो सरकारले नै गर्दा नेप्से घटेको हो कि हामी चेक गर्छौँ, क्रिटिकली यसलाई एनालाइज गर्छौँ र तपाईँको नेक्स्ट मुभ के हुन्छ त्यो बारेमा पनि हामी छलफल गर्नेछौँ। सबैभन्दा पहिला सुरु गरौँ आजको मार्केटबाट। आजको मार्केटमा धन्य धन्य 268 वटा मध्ये 261 वटा स्टक घटेको छ, जम्मा 7 वटा स्टक बढेको छ र 105.5 अङ्कले नेप्से भारी गिरावट भएको छ। र दर्शकबिन, नेप्से सरकार जेएनजी सरकार बनिसकेपछि मार्केट धन्य धन्य 2969 को पोइन्टबाट 2673 को बिन्दुमा झरिसकेको छ र तपाईँले यहाँ देख्न सक्नुहुन्छ टोटल चेन्ज भनेको धन्य धन्य 296.35 पोइन्ट्सले मार्केट यो पोइन्टबाट तल घटेको छ। अब हेरौँ यो नयाँ गभर्मेन्टले गर्दाखेरि नै के नेप्से घटेको हो त? आउनुहोस् कुरा गरौँ। र यो भिडियोमा हामी कुरा गर्नेछौँ नयाँ गभर्मेन्ट इक्वल्स टु अनसर्टेनिटी। किन त नयाँ गभर्मेन्ट बराबर अनसर्टेनिटी भइरहेको छ हामी हेरौँ। जस्तै नयाँ गभर्मेन्ट बनेपछि यो गभर्मेन्ट चाहिँ पुरानो ट्रेडिसनल पार्टीको गभर्मेन्ट जस्तो होइन, यसले चाहिँ नयाँ सुधारका कुराहरू रिफर्म गर्ने कुराहरू गरिरहेको छ। यसले गर्दाखेरि चाहिँ लगानीकर्तामा चाहिँ एउटा भय उत्पन्न भएको छ। त्यस्तै यो नयाँ गभर्मेन्ट बनिसकेपछि यो गभर्मेन्टले अब फ्युचर पोलिसीहरू के बनाउने हो, ट्याक्स कस्तो लिएर आउने हो, वातावरणमा चाहिँ अब व्यापार गर्न अथवा बिजनेस गर्नको लागि चाहिँ वातावरण कस्तो हुने हो भन्ने बारेमा चाहिँ एउटा ठुलो अन्यल भएको कारणले गर्दाखेरि पनि हाम्रो मार्केटमा चाहिँ यसले असर पारिरहेको हुनसक्छ। अर्को भनेको चाहिँ ठुला लगानीकर्ताहरूले चाहिँ रुल्सहरू स्टेबल खोजिरहेका हुन्छन् र कुनै पनि किसिमका एक्सपेरिमेन्टहरू उनीहरू चाहँदैनन् र नयाँ गभर्मेन्टले चाहिँ अब नयाँ नयाँ कुराहरू एक्सपेरिमेन्ट गर्ने कारणले गर्दाखेरि पनि मार्केटमा चाहिँ धेरै परिवर्तनहरू आएको हुनसक्छ। अर्को हेरौँ नयाँ फाइनेन्स मिनिस्टर जो स्टोर्डिङ वागले बोल्नुभएको छ, उहाँले गर्दाखेरि के नेप्से घटेको हो त? सो नयाँ फाइनेन्स मिनिस्टर बराबर इनएक्सपिरियन्स। किन उहाँ नयाँ फाइनेन्स मिनिस्टरलाई चाहिँ अब हाम्रो फाइनेन्स मिनिस्टरको रूपमा चाहिँ उहाँहरूले काम गर्नुभएको छैन, त्यसले गर्दाखेरि चाहिँ उहाँसँग त्यति राम्रो फाइनेन्समै चाहिँ उहाँहरूसँग नलेज भए तापनि एक्सपिरियन्सको एउटा कमीको कारणले गर्दाखेरि पनि मार्केट घटेको हुनसक्छ। त्यस्तै अब नयाँ फाइनेन्स मिनिस्टरको चाहिँ काममा पनि धेरै कुराहरूमा चाहिँ क्ल्यारिटीहरू हामीले मिसिङ पाउँछौँ। जस्तै अब के उहाँले ट्याक्स बढाउनुहुन्छ, क्यापिटल गेन ट्याक्स चाहिँ जुन अहिले 7%, 7.5% र 5% छ त्यसलाई परिणत गरिदिन सक्नुहुन्छ, बढाइदिन सक्नुहुन्छ, अथवा चाहिँ मार्जिन स्टक मार्जिनमा जुन हामीले ब्रोकरहरूबाट मार्जिनहरू पाइरहेका छौँ त्यसको रुल्समा उहाँले चाहिँ कडाइ गर्न सक्नुहुन्छ। अब आउने मोनिटरी पोलिसीहरूलाई चाहिँ उहाँले कसरी इन्फ्लुएन्स गर्नुहुन्छ र अब आउने आर्थिक वर्षको लागि जुन बजेट आउँछ त्यसमा फिस्कल पोलिसी चाहिँ उहाँले कस्तो खालको एडप्ट गर्नुहुन्छ भन्ने चाहिँ एउटा जुन अन्यल चाहिँ छ, किनभने उहाँहरू फाइनेन्स मिनिस्टरको रूपमा काम गर्नु भएको छैन, त्यसले गर्दा उहाँको नीति कस्तो हुन्छ भन्ने बारेमा चाहिँ आम जनमानसमा चाहिँ एउटा अन्यल रहेको, त्यसले गर्दाखेरि पनि मार्केटमा चाहिँ नेप्सेमा विशेष गरी गिरावट आएको हुनसक्छ। र अर्को भनेको अब नयाँ फाइनेन्स मिनिस्टरले चाहिँ अब डिफ्रेन्ट एक्सपेरिमेन्टहरू गराउनु भएको छ। उहाँले चाहिँ नेप्सेलाई चाहिँ एउटा एक्सपेरिमेन्ट गर्ने ठाउँ बनाइदिनु भएको। जस्तै अब उहाँले चाहिँ कहिले चाहिँ नेप्से बजार नखुल्दाखेरि पनि अर्डर हाल्न पाइन्छ भन्ने खालको यस्तो न्युजहरू बजारमा आइरहेका छन्। नेप्सेमा चाहिँ अब सर्किट ब्रेकर चाहिँ अब 6%को सीमालाई चाहिँ 8% बनाउने भन्ने कुरा भइरहेको छ। कहिले चाहिँ माथि बढ्दाखेरि चाहिँ सर्किट नलगाउने, तल बढ्दाखेरि मात्र सर्किट लगाउने भन्ने खालको कुराहरू पनि आइरहेका छन्। त्यस्तै गरी उहाँले चाहिँ कहिलेकाहीँ न्युजमा चाहिँ अब हाम्रो चाहिँ सर्किट ब्रेकरको अवस्था खुल्ला बनाउने भन्ने कुरा आइरहेको छ। कहिले चाहिँ अब डोरमेन्ट रहेको खाताहरूको पैसा चाहिँ सरकारको नाममा लिएर आउने भन्नुभएको छ। त्यस्तै गरी कहिले चाहिँ हप्तामा अब जस्तै अहिले रिसेन्ट न्युज आइरहेको छ पेट्रोलको कारणले गर्दा आइतबार बिदा हुने भएपछि 4 दिन मात्र नेप्से खुल्ने भन्ने कुरा छ। यस्तो कुराहरूले चाहिँ मार्केटमा चाहिँ अन्यल क्रिएट गर्न सक्छ। त्यस्तै अब अर्को हेरौँ, जस्तै अर्ली एक्सन्स अफ न्यू गभर्मेन्ट। जस्तै अहिले चाहिँ नयाँ होम मिनिस्टर हुनुभएको छ सुदन गुरुङ, उहाँले चाहिँ अब
धरपकडको सिलसिलाहरू उहाँले चाहिँ सुरु गर्नुभएको छ। उहाँको धरपकडको कार्यक्रमले गर्दाखेरि चाहिँ लगानी गर्ने साथीहरूलाई चाहिँ एउटा साइकोलोजिकल इम्प्याक्ट परिरहेको हुनसक्छ, जसले गर्दाखेरि पनि मार्केटमा चाहिँ गिरावटहरू आएको हुनसक्छ। त्यस्तै गरी अब जस्तै यहाँ डिफ्रेन्ट न्युजहरू देख्न सक्छौँ हामीले, विभिन्न सेक्टरका विभिन्न मान्छेहरूलाई चाहिँ उहाँले चाहिँ अब धरपकड गर्ने, सोधपुछ गर्ने होइन, यस्तो खालको कुराहरू चाहिँ भइरहेको कारणले गर्दाखेरि पनि एउटा चाहिँ त्रास चाहिँ लगानीकर्ताहरूमा उत्पन्न भएको हुनसक्छ। अब हामी फ्याक्ट चेक गरौँ, के चाहिँ साँच्चीकै नयाँ गभर्मेन्टले गर्दा नै मार्केट घटेको हो त भन्ने बारेमा चाहिँ हामी एउटा फ्याक्ट चेक गरौँ। अब पहिलो कुरा चाहिँ बुकिङ बाई द प्रफिट, बुकिङ अफ द प्रफिट बाई द इन्भेस्टर। जस्तै हेरौँ भने यहाँ 2500को आसपासको मार्केट चाहिँ 3000को आसपासमा, जुन 500 पोइन्टको जुन मार्केट चाहिँ यहाँनिर बढेको थियो, 500 पोइन्टको मार्केटमा चाहिँ अब कसैले पनि यहाँ यो पोइन्टमा गएर चाहिँ प्रफिट बुक गर्नु एउटा सामान्य रूपमा लिन पर्ने हुन्छ। र एउटा लेभलको प्रफिट बुकिङ आइसकेपछि चाहिँ अब नर्मल मान्छेहरूले चाहिँ अब प्यानिक भएर चाहिँ यो पोइन्टमा सेल गरेको हुनसक्छ। सो अर्को भनेको प्रेसर टु Q3 क्लोजिङ। जेनरली हामीले चाहिँ चैत मसान्तको अन्त्यमा चाहिँ मार्केटको थर्ड क्वार्टर क्लोजिङ हुने गर्दछ। त्यसले गर्दाखेरि चाहिँ लगानीकर्ताहरूले चाहिँ सेयर बेचेर आफ्नो ऋणहरू तिर्ने अवस्था पनि हुने गर्दछ। त्यसले गर्दाखेरि पनि मार्केट घटेको हुनसक्छ। अर्को भनेको चाहिँ अब नयाँ गभर्मेन्ट आइराखेको छ, फाइनेन्सियल अडिटहरू स्टप हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ जुन ब्याङ्कहरूबाट चाहिँ इलिगल च्यानलबाट पैसाहरू चाहिँ सेयर मार्केटमा गएको थियो, त्यो चाहिँ पक्रिन सक्ने डरको कारणले गर्दाखेरि पनि मार्केटमा चाहिँ बेचेर चाहिँ उहाँले चाहिँ त्यो हिसाब मिलाउनु भएको हुनसक्छ। अर्को भनेको चाहिँ जुन इरान US वार चलिरहेको छ, त्यसले गर्दा समग्र विश्वव्यापी रूपमा जुन महँगाई बढ्ने अवस्था देखिएको छ, तेलको क्राइसिस छ, त्यसले गर्दा सबै म्यानुफ्याक्चरिङ सेक्टरदेखि लिएर हरेक कुरामा चाहिँ इम्प्याक्ट पर्न सक्ने हुनाले चाहिँ त्यसले गर्दाखेरि पनि मार्केट घटेको हुनसक्छ। अर्को भनेको चाहिँ अब रिसेन्टली तपाईँहरू देख्न सक्नुहुन्छ, डिजेल र पेट्रोलको प्राइस चाहिँ दिन प्रतिदिन बढिरहेको छ। त्यसले गर्दाखेरि पनि लगानीकर्तामा चाहिँ अब चाहिँ यो सेयरमा चाहिँ लगानी गर्नुभन्दा बेचेर निस्किँदा चाहिँ बुद्धिमानी हुन्छ जस्तो लागेर चाहिँ उहाँहरूले बेच्नु भएको हुनसक्छ। सो अब के गर्नु त, वाट नेक्स्ट? अब तपाईँहरू खुसी हुनुहुन्छ, अथवा चाहिँ तपाईँ प्यानिक भएर बस्ने, अथवा चाहिँ जस्ट वेस्ट एन्ड वाचको सिनेरियो अपनाउने, तिनवटै उपायहरू चाहिँ तपाईँहरूको लागि खुल्ला छ। सो अब चाहिँ एक्चुअली हामी फ्याक्ट चेक गरौँ। सो यो धनै धनै 2900को आसपासमा पुगेको मार्केट चाहिँ अब हामीले यसरी सपोर्ट लाइन र रेसिस्टेन्ट लाइन हेऱ्यौँ भने यो टप हाईलाई जोड्यो भने चाहिँ ठ्याक्कै यो टपको लाइनबाट चाहिँ एउटा सेलिङ प्रेसर आएको छ। र यदि हामीले हेऱ्यौँ भने चाहिँ तलको बटमलाई चाहिँ यदि ट्रेन्ड लाइनलाई जोड्यौँ भने चाहिँ लगभग 2600-2550को आसपासमा चाहिँ एउटा स्ट्रङ सपोर्ट देखिन्छ भने अहिले यो रिसेन्टली बढेको मार्केटको ट्रेन्डलाई मात्रै हेऱ्यौँ भने चाहिँ हामीले एराउन्ड 2600-2650को आसपासमा चाहिँ एउटा सपोर्ट लाइन देख्छौँ। भनेको अब चाहिँ मार्केट यो पोइन्टबाट अब धेरै छिटो अझै घट्यो भने एउटा 30 to 35 पोइन्ट्स, र यदि धेरै नै घट्यो भने पनि एउटा चाहिँ 100देखि 150को पोइन्टको मार्केटमा मात्रै यहाँ चाहिँ घट्ने देखिन्छ। योभन्दा तल चाहिँ मार्केट सायदै नजाला जस्तो देखिन्छ, र यो पोइन्टबाट चाहिँ मार्केट तल आउनुलाई चाहिँ अब प्रफिट बुकिङको रूपमा चाहिँ यसमा हेर्न सकिन्छ। सो अब यो भिडियोमा हेरौँ, मैले चाहिँ यसमा फिबोनाची रिट्रेसमेन्ट लगाएर हेरेको छु। यसमा चाहिँ यहाँदेखि जस्तो यो लो पोइन्टबाट मार्केट यहाँसम्म बढ्दाखेरि चाहिँ जुन मार्केट बढेको छ, अहिले तत्काल घट्दाखेरि चाहिँ एउटा 0.618को लेभल, अर्थात् त्यो भनेको चाहिँ 2662को पोइन्टमा चाहिँ हुन आउँछ। अब लगभग 10-15 पोइन्टको यहाँनिर बाँकी छ। यो पोइन्टबाट चाहिँ मार्केट एउटा के न के रिभर्सल सिग्नल देखाउला। अदरवाइज यो 0.786कोबाट चाहिँ एउटा रिभर्सल सिग्नल चाहिँ आउने गर्दछ। र रिभर्सल सिग्नल भनेको चाहिँ जेनरली यो ट्रेन्ड चाहिँ जति तल खसेको छ त्यसको अलमोस्ट हाफ पोइन्टसम्म चाहिँ मार्केट जान सक्छ। त्यसले अब यदि तल आइसकेको कारणले गर्दाखेरि तपाईँलाई यदि फेरि छुटे कि म बेच्न पछि पऱ्यो कि जस्तो लाग्छ भने चाहिँ एउटा बााउन्स ब्याकमा चाहिँ तपाईँले एक्जिट गर्ने पनि एउटा स्ट्राटेजीहरू चाहिँ बनाउन सक्नुहुन्छ। र मार्केट चाहिँ अलमोस्ट एउटा स्ट्रङ सपोर्टको रेन्जहरूमा चाहिँ अब आउन लागेको कारणले गर्दाखेरि चाहिँ सकेसम्म चाहिँ अब प्यानिक भएर सेल गर्नुभन्दा पनि कि बााउन्स ब्याकमा बेच्ने कि चाहिँ अब केही समय होल्ड गर्नु नै बुद्धिमानी हुनसक्छ, अथवा चाहिँ जति तल आउँछ त्यो बेलामा चाहिँ बाई गर्ने अप्सन पनि हेर्न सकिन्छ। सो तपाईँको स्ट्राटेजी के हुन्छ? तपाईँ कृपया आफ्नो हाम्रो कमेन्ट बक्समा सेक्सनमा गएर चाहिँ कमेन्ट गर्नुहोला। तपाईँको उत्कृष्ट स्ट्राटेजी केही छ भने त्यसलाई हामी नेक्स्ट भिडियोमा इन्क्लुड गर्नेछौँ। र यदि तपाईँलाई भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, र च्यानललाई सब्सक्राइब गरिदिनु होला। र यदि केही तपाईँलाई सल्लाह सुझाव दिनु छ भने कृपया भिडियोको तल गएर कमेन्ट गरिदिनु होला। धन्यवाद। अर्को भिडियोमा फेरि भेट्नेछौँ। नमस्कार।